सुत्न अगाडि एन्टिबायोटिक, उठे पछाडि एन्टिबायोटिक के हो? लाइफ हो कि साइन्स एक्सपेरिमेन्ट हो? ज्वरो आयो, घाँटी दुख्यो, सिधै मेडिकल शप गएर दाइ कि कडा औषधि दिनु न, एजिथ्रोमाइसिन दिनु न भनेर भन्छ। न प्रिस्क्रिप्सन न टेस्ट, ब्लाइन्ड फेथ मात्र। धुलीखेलमा एकजना बिरामीले बिना प्रिस्क्रिप्सन एन्टिबायोटिक खायो। केही महिनापछि फेरि त्यही इन्फेक्सन फर्कियो, तर यसपालि अझै बलियो भएर। त्यसैले औषधिले काम गरेन र हस्पिटलमा आइभी एन्टिबायोटिक चलाउनु पर्यो। WHO को AMR रिपोर्ट अनुसार नेपालमा 64% भन्दा बढी एन्टिबायोटिक बिना प्रिस्क्रिप्सन बिक्री हुन्छ। 2050 सम्म एन्टिबायोटिक रेजिस्टेन्ट संक्रमणले क्यान्सर भन्दा बढी मानिसहरू मर्न सक्छ। अहिले पनि सिप्रोफ्लोक्सासिन र अमोक्सिसिलिन जस्ता सामान्य औषधिले पनि काम गर्न छोडेका केसहरू नेपालमा देखिन थालेका छन्। एन्टिबायोटिक कुनै पेन किलर होइन। अहिले त्यसको दुरुपयोग गर्ने हो भने भोलि गएर सानो इन्फेक्सनले पनि ज्यान लिन सक्छ। त्यसैले बुझेर खाम, डाक्टरलाई देखाम, नत्र त सानो रोग पनि ज्यान घातक बन्न सक्छ।